एउटा जंगलमा फेलिक्स लोम्बी स्याल बस्थ्यो। उसले आफूलाई धेरै चलाक ठान्थ्यो र अरूको मजाक उडाउँथ्यो। एक दिन उसले एउटा सानो भ्यागुतो फ्रेडीलाई देख्यो जो पोखरीको किनारामा बसी आराम गरिरहेको थियो। फेलिक्सले भन्यो, हेर त सानो हरियो भ्यागुतो, तिमीलाई तैरन पनि आउँदैन कि के हो? फ्रेडीले मिठो स्वरमा भन्यो, म त तैरन्छु लोम्बी दाइ, आज मलाई आराम गर्न मन लागेको छ। त्यही बेला एउटा सानो मुसा रिकी त्यहाँ आइपुग्यो। उसले भन्यो, मलाई पनि तिमीसँग खेल्न मन लाग्छ। तर फेलिक्सले रिकीलाई हेरेर हाँस्दै भन्यो, तिमी त यति सानो छौ, तिमीसँग त के खेल खेल्ने? लाई अपमानित महसुस गरे। तिनीहरू दुखी मनले त्यहाँबाट गए। अर्को दिन जंगलमा ठूलो आगो लाग्यो। आगो तीव्र रूपमा फैलिँदै थियो। फेलिक्स गुफामा फस्यो। त्यसै बेला फ्रेडी भ्यागुतोले यो देख्यो। उसले रिकीलाई भन्यो, हामीले लोम्बीलाई बचाउनु पर्छ, चाहे उसले हामीलाई अपमान गरे पनि। फ्रेडीले आफ्नो तीक्ष्ण दृष्टिले बाटो हेर्यो र भन्यो, मलाई थाहा छ पोखरीको बाटो। म अगाडि अगाडि तैरिँदै जान्छु, तिमीहरू मेरो पछि आऊ। रिकी मुसाले आफ्नो तीव्र घ्राण शक्तिले सुरक्षित बाटो पत्ता लगायो। उसले भन्यो, यो बाटोले हो, यहाँबाट जाँदा सुरक्षित छ। दुवै साथीहरूले गुफाको छेउमा पुगेर फेलिक्सलाई भन्न थाले, हामी तिमीलाई बचाउन आएका हौ। फेलिक्स चकित भयो। उसले सोचेको थिएन कि जसलाई उसले मजाक गर्थ्यो उनीहरू नै उसलाई बचाउन आउनेछन्। फ्रेडीको मार्गदर्शनमा तीनैजना पोखरीतर्फ दौडिए। रिकीले सानो सानो चट्टानहरूको पछाडि लुक्दै सुरक्षित बाटो देखाउँदै गयो। फ्रेडीले अगाडि अगाडि उफ्रिँदै बाटो निर्देशन गर्दै गयो। अन्ततः तीनैजना सुरक्षित रूपमा पोखरीमा पुगे। पोखरीको ठूलो पानीले आगो बढ्न रोक्यो। फेलिक्स लोम्बीले दुवै साथीहरूलाई भन्यो, मलाई माफ गरिदेऊ, मैले तिमीहरूलाई गलत ठाने। तिमीहरू साँच्चै महान साथी छौ। फ्रेडीले भन्यो, हामी सबैमा केही न केही विशेषता छन्। म तैरन सक्छु, रिकी सानो ठाउँमा पस्न सक्छ र तिमी ठूलो छौ र राम्रो दौडन सक्छौ। रिकीले पनि भन्यो, हामी सबै एक अर्काको सहायता गर्न सक्छौं। त्यस दिनदेखि तीनैजना जंगलका घनिष्ठ मित्र बने।